हेरु टिन्टे चुवाचीहरू हेर्दा है कसरी हेरेन मोबाइल चुवाचीहरूको पारा पुरै आइजा 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 लन्नी हो असली लन्नी हो लन्नी हो असली मलाई माछाले एउटा मुसाको डल्लो मारेर ल्याउँछ छैन माछाले लट्ठ परेर सुत्छ खाना काल तँलाई डाम्ना तँलाई मुसाको छेउर हुन्छ नि सानो यार। नमस्ते सबजनालाई के छ तपाईँहरूको माझमा फेरि पनि म आइसकेको छु म राजन कार्की टक्क लाएर म चाहिँ आज बिहान कहाँ जानु लाग्यो भन्दाखेरि कलेज जानु लाग्यो कि होइन बिहान उठेँ नुहाइधुवाइ गरेँ यस्तो निन्द्रा लाग्थ्यो नि बिहान उठ्न यस्तो अल्छी लाग्छ जबरजस्ती उठेर यस्तो एक्सर्साइज गरेर होइन एक्सर्साइज गरेँ होइन अनि त्यसपछि नुहाइधुवाइ गरेर साजा खाएँ। मैले हिजो बेलुका खाएकै थिएन कि खाजा भात खाएकै थिएन यस्तो अल्छी लाग्थ्यो होइन उठ्नै अल्छी लाग्थ्यो जब्बै सुतेको बिहान 5 बजे टक्कै 5 बजे उठेँ कि यस्तो लत्तै परेर क्या त्यही भएर म खाना नखाइकन सुतेको भोलि बिहान उठेर 5 बजी गएको कि डाइरेक्ट म छतमाथि सुतेको थिएँ कि पानी पर्न जस्तो लाग्थ्यो कि म गइनँ तर सुत्न गइनँ पानी पर्न त परेन के अरे आजको मौसम हेर्नु न कस्तो छ पानी पर्ला जस्तो गर्छ तर सकिँदै सक्दैन कि अब यो चितवन माडीभित्र नि पानीको फोर्सै छैन जस्तो लाग्छ कि मलाई होइन मिछ भने यो यो चितवनभरि नै लगभग कतिपय ठाउँहरूमा त बोरिङले गर्दा नि होइन त्यस क्षेत्रमा पानी नभएको कारणले होइन त्यो पानी नै नआएको हुनसक्छ कि होइन त्यही नै हो कुरो। म चाहिँ अहिले कहाँ जानु लाग्छु भन्दाखेरि कलेज जानु लाग्यो टक्क लाएर यस्तै कोट पनि सिलाएको छु मैले सर्ट प्यान्ट मात्र लगाएको अहिले गरी महिना छ नि त होइन जाडो महिनामा टक्क कोट प्यान्ट लगाएर जान भ्यान्सीदेखि त लुदाए भने देखिन्छ यस्तै हो होइन। बिहान यस्तो मर्निङ वाक गर्नको मलाई छुट्टै हुन्छ कि पहिला आजकल यस्तो मर्निङ वाक गरिन्थ्यो 2 घन्टा यहाँदेखि लगभग 3 किलोमिटर 4 किलोमिटर दौडेर के पुरै आफ्नो एक्सर्साइज फिजिकल एक्सर्साइज गरिन्थ्यो अहिले त के भएको के हो अल्छी पनि के लाग्यो कि बिहान 4 बजी उठ्थ्यो पहिला 4 बजी उठेर होइन घरको लगभग बिहानको आधी काम भ्याएर भन्दा पनि अब उता रनिङ गरेर आएर होइन एक्सर्साइज गरेर आधी काम भ्याइन्थ्यो कि होइन बल्ल खाएर अनि बल्ल आधी काम गर्ने होइन लगभग 11 बजीसम्म मात्रै हुन्छ नि त 11 बजीपछि बल्ल हल्का रेस्ट गर्ने टाइम पाउँछ रेस्ट गर्ने टाइम भएपछि अनि बल्ल 3 बजेपछि चाहिँ त्यसबाट काम ड्युटी सुरु हुन्छ घरको काम यही नि हो मेरो घरको ड्युटी होम ड्युटी। अब काममा गएको भए त अब लगभग कमाइन्थ्यो होला 10,000 महिनाको अब घरको काम पऱ्यो होइन घरको काममा पनि है सबै परिवारले हेर्नुभएको छ अब के हेर्ने त होइन अब कलेज जाँदाखेरि कलेज खाजा कलेज भाडा होइन त्यसको लागि उहाँले नै हेर्नुभएको छ होइन घर परिवारले नै हेर्नुभएको छ त्यो भएको कारणले म लिँदिनँ कि होइन टक्क अहिले कमाएर अहिले त मेरो कमाएर लिएर आएर घर पाल्ने उमेर हो कि अहिले पनि होइन उमेर पनि बढ्दै गयो होइन सानोमा पानी पर्ला जस्तो गरे तर पर्दैन पानी सानोमा बालापनमा मेरो लाला मेरो बाबु भनेर हुर्काइरहेको आमाले आज आएर ठुलो भएपछि आमाले बिर्सिनु हुँदैन नि त होइन आफ्नो जिम्मेवारी पुरा गर्ने होइन यति जाऊ हिँडेर आउन पनि कति गाह्रो भयो यार गाडी कुर्नुपर्छ
टक्क लाएर गाडीमा जाने हो क्या हामी त आफ्नो पर्सनल बाइक भएको मोटर गाडीमा हो मोटर गाडीमा भन्नुहुन्थ्यो मायासाल त्यही पनि छैन ठिकै छ आफ्नो दिन आउँछ दिन समय आउँछ होइन त्यो केही पनि हुँदैन कि होइन कुनै पनि राम्रो समय आउनलाई कुर्नुपर्छ कि अब मलाई यो चाहियो भनेर भर्खरै भनेर पाइन्न नि त होइन कुनै दिन समय कुर्नुपर्छ होइन त्यसले प्रतीक्षा गर्नुपर्छ त्यही नै कुरो है म अब आइसकेँ यो इक्जाम दिएर होइन टक्क लाएर हिँड्दैछु खाजा खाएर केटाहरूसँग खाजा खाएको टेन्सन केटाहरू भगवान लाग्यो केटाहरू कस्तो गर्छ नि आज इक्जाम ए भगवान भगवान छिटको भएर हो कि आफू गरेको नै भएर हामी म त केही गरेर आएको थिएन केटा तिहारको भएर लिएको हेर केही अब जानु पऱ्यो घरतिर मेरो म मात्रै फर्काएको गाडी नाच्ने भन्थ्यो तर भेटियो के बाटैमा चुप भएर यार के बोलेको खालि यस्तै गर्छ हेलमेट लाउँछ नि पूरा का पूरा साफ हो गया फिर देख लो फिर से पानी आने लग गई त्यो पानी पनि कति आउँछ हौ मासला आउने टाइममा आउँदैन मासला यस्तो छ नि यार बिरानाको बेला पानी आइदियो भने नि ठिकको समयमा आउनु छैन जतिखेर मलाई यतिखेर आइदिन्छ नि तर हुन त हो होइन पानी आएको ठिक हो बिना टाइममा आइदिन्छ क्या जब चाहिने बेला आउनु नि त्यो बेला आउँदैन के चाहिने बेला हुन्छ नि त्यो बेला आउँदैन जब नचाहिने बेला भएपछि मा प्यार गर्छ लास्टै सुझ्छ क्या मासु जङ्गलतिर डुल्न आएको थिएँ क्या म फेरि यस्तो हो कि फेरि म जब जङ्गलतिर डुल्छु नि होइन म कसैसँग बोल्दिनँ यो रुखसँग बोल्छु होइन यो झारपातहरूसँग बोल्छु यो किन यस्तो भएको होला होइन यो कस्तो यो झारपात कस्तो हुन्छ होला होइन यो के हो यो
कस्तो हुन्छ होला भने जस्तो सोच्छु कि बोल्छु कि तिनीहरूसँग म यस्तो आनन्द लाग्छ नि मलाई यार न जङ्गलतिर घुम्नुको मजा छुट्टै छ कि सानो हुँदाखेरि माछालाई केटाहरूसँग कहाँ छारेसम्म पुगेर होइन पौडी खेर दिनभरि बिताइन्थ्यो यार साथीको कहाँ गयो यार कस्तो याद आउँछ साथीहरूको यार मेरो होइन 2 वर्षसम्म मस्त केटाहरूसँग मस्त मोज गरियो क्या त्यसपछि उमेर अनुसार सब टाढा भयो क्या राम्रो जिम्मेवारी पहिले बिहा गरेँ छोरी पाएँ म अझै पढ्दैछु जिन्दगी झन् ढुक्यो है हिजो उतापट्टि खाएको अगाडि खा यो परेको त अस्ति नै खाएको अनि त्यो त अस्ति नै मैले यता बाँधेको थिएँ हजुर तल गएर थाहा भएन मलाई अस्ति नै उता नि खाएको हो भैँसी चुडालाई उहाँ खाएको नि अलिकति खाएको यो अस्ति नि खाएको उता अगाडि खाएको के उता अगाडि बाँधेको के घाँस हुन पर्ने कहाँ बाँधिदिनु नि घाँस त छैन अनि टाढी गरेर बाँधिदिने हो र लगाउनु पर्ने भैँसीलाई आएन भने फेरि बिहान बेलुका ल्याउने गर्न सुरु हुन्छ यस्तो झ्याउ लाग्छ नि फेरि मलाई जस्तो जस्तै घाँस खाँदै खान्न मिठो मिठो खोज्दै हुन्छ भैँसी पनि टाउकोमा बन्चरले हाम्रो जस्तो जिउ चाहिँ यही हो हेर टाउको पानी बरो ओए पुन्टी ए बुन्टी हान्दिम लड्ने हो हुन्छ लड्ने हो असली लड्ने हो असली यो पनि खराब चाहिँ त्यो छ क्या 5 दिन बाँधेको त मैले काठ धुनु पर्ने हो क्या एक मैले झुनाइदिएँ त्यसो झुनाइदिएँ होइन बोका ल यो बोक्यो कि माछाले यस्तो लड्छ माछाले बोके हाम्रो चावडा खसी छ चावडा के ल तिनवटा चुवाचीहरू हेर त यहाँ कसरी हेरेन मोबाइल चुवाचीहरूको पारा पुरै नाङ्कै झन् कि मासु ओर्लाई चुवाची तिनवटा चुवाची तिनवटा सानो बच्चाहरू चुवाचे यस्तै हुन्छ कि भनौँ पलाएर ए के अरे आज के अरेको मस्त आङ पानी तानी सुतिएको छ नि त मस्त तँलाई माछाले एउटा मुसाको डल्लो मारेर ल्याउँछ छैन माछाले लट्ठ परेर सुत्छ खाना काल तँलाई डाम्ना तँलाई मुसाको छेउर हुन्छ नि सानो यार योभन्दा ठुल्ठुलो त हाम्रै गरेछ होला मुसा त यत्रो बिहारले के गर्छु हो नि त
अनि आज हामीले चाहिँ होइन टक्क यो चाहिँ यस्तो बल्ल सरक्क बनाइदियौँ क्या हामी आज यति घिनलाग्दो हुन्थ्यो ओ स्यालहरू उडै हेलो आजको लागि यति नै टक्क लाएर कुनै दिन भेटौँला होइन अब अर्को भ्लगमा अब त आउनेछ हामीले टक्क लाएर ल आजको लागि यति नै होइन भोलि भेटौँला अर्को भ्लग हेर्दैछ आजको लागि यति नै बाई बाई सी यु टुमारो लेट्स गो त्यो होइन बिहान बिहान यस्तो मर्निङ वाक गर्नको भए छुट्टै हुन्छ कि पहिला आजकल यस्तो मर्निङ वाक गरिन्थ्यो 2 घन्टा यहाँदेखि लगभग 3 किलोमिटर 4 किलोमिटर दौडेर के